सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै अनि आराम हुनुहुन्छ होला र म पनि एकदम फाइन छु। र आज चाहिँ हाम्रो टुरको यसो प्लानिङ छ होइन। हाम्रो चाहिँ जति पुरा जाँदैछौँ यहाँ त पोखरा नेक्स्ट टाइम पोखरा फेरि हाम्रो पहिलाभन्दा पहिला पनि गएको थियौँ। दोस्रो टाइम पोखरा जाँदै होइन। सबैजना सन्चै हुनुहुन्छ होला हामीलाई यसो साथ दिनलाई होइन। हाम्रो पोखरा 4 दिन हुन्छ पोखरा घाटीगाउँतिर कहाँ कहाँ हुन्छ हेर्नु होला। एकदम बसमा हो है हामी चाहिँ गाडी त्यस्तोमा छौँ। सबैजनाले लास्टमा हेरेर भिडियो स्किप नगरेर हेरिदिनु होला है। त्यही त हो यहाँ छ सबैजना। हेलो हेलो ट्राई गरेर घरमा आइसक्छ कहाँ जाँदैछौँ आज पोखरा जाँदैछौँ। त्यही नै हो यहाँ सबैजना छौँ सोसाइटीतिर छौँ है। सबैजना भलको भने आयो सबैजना छौँ। त्यही त हो अब बसमा छौँ। त्यसपछि म देखाइहाल्छु त्यही नै। पाल्पामा छौँ भनेको छ। पाल्पामा होइन पाल पाइसक्यौँ। पाल पाइसक्यौँ हामी एकदम। आइफोन देखाए सुकै हामी चाहिँ बाटोमा छौँ है। सबैजना रमाइलो गर्दै हुनुहुन्छ यहाँ बाटोमै। स्याङ्जा गर्छ हामीसँग हामीले अब 2 घन्टापछि पोखरा पुग्छौँ। हामी यहाँ छौँ सबै। सुकै चाहिँ हामी स्याङ्जा क्रस हानिसक्यौँ होइन। सबैजना अब यहाँ यसो खाजासाजा खाने भनेर रोकिदिरहेको गाडी रोकिरहेको छ होइन। अब बाटोमा चाहिँ हाम्रो अब 2 घन्टा चाहिँ लाग्छ होला पोखरा पुग्न। त्यसपछि हामी पोखरा गएर भेटौँला। यताउति के हुन्छ हेर्नु होला। मौसम चाहिँ जस्तो दामी गरिदिए मौसम पनि देख्न सक्नुहुन्छ। यस मौसम यहाँ साथ दिइरह होइन। हामी सबैजना छौँ। चन्द्र पनि छ यतातिर। हेलो हेलो भयो भयो साथी मै भलाको भला नि त भलाको मेरो साथी र बोला न 2-4 शब्द के 2-4 शब्द भन्नु बोला न 2-4 शब्द जे भयो भने भन न। मौसम यस्तो साझा यस्तो वेलकम टु माई न्यू व्लग भन्न सक्यो त। थ्याङ्क यू त्यो भने मौसम चाहिँ जो साथ दिइरह होइन। मौसम त बवाल छ। मौसम बवाल छ है। दामी छ मौसम चाहिँ। त्यो चाहिँ स्याङ्जा क्रस हानिसकेपछि आउँछ बाटोमा होइन। को थाहा पाउनु भएको यही नै हो। अब हामी एकछिनपछि अब भेटौँ पोखरा गएर भेटौँ एकचोटि। अब के हुन्छ म देखाइहाल्छु तपाईँहरू। Let's go far away together, a journey that we'll always remember. The world outside is waiting wide with secrets. Moments later. So guys, हामी चाहिँ पोखरा आइसक्यौँ। अहिले चाहिँ पोखरामा यो चाहिँ कि यो दोस्रो चोटि यो चाहिँ हाम्रो सेकेन्ड टाइम हो है। पहिला पनि आइसकेका थियौँ। अब डेभिस फल र महेन्द्रको जाँदैछौँ। डेभिस फल साइडमै छौँ। यता महेन्द्रपातिर हो हाम्रो पोखरा पहिला जस्तो लागेन। पोखरा पहिला पनि आइया हो तर पहिला त्यसरी घुमेन। त्यो भएर फेरि घुम्ने भनेर केटा हो। त्यही नै हो। अब गऱ्यो होइन। त्यो चाहिँ त नजाने यस्तो छ। फेरि सबजना छौँ हाम्रो जाँदैछौँ। डेभिस फलको एकछिन गर्ने छौँ। तिर आउँछौँ चन्द्र त्यही रमेश सबै छौँ। त्यसले हेरौँ पोखराको टुर कस्तो हुन्छ घुमघाम होइन। पहिला मन्दिर गुफा जाऊँ कि पहिला गुफा जाऊँ कि पहिला गुफा जाऊँ त्यसपछि जाउँला। यहाँबाट छैन त पहिला गुफा जाऊँ कि त्यहाँ गुफा त्यहाँ हो र गुफा जाऊँ जाउँला कि त्यता त त्यही पहिला हामी गुफा जान्छौँ है। यसो टिकट सिकट काट्छौँ त्यसपछि भित्र छिरौँला।
त्यसलाई चाहिँ एकछिन अब हेरेर होला कि? हेरेर डेभिस फल है साथीहरू डेभिस फल तलको है चाहिँ डेभिस फल नै त्यो चाहिँ फल चाहिँ भनौँ गुफाको तल हो हामी गुफाको तल छौँ चन्द्रमा जाँदैछौँ हौदोको भिडियो गराउनु पाइयो त्यो मुस्किलले भिडियो गराउनु लाग्यो भिडियो बनाएर एउटा तल वाउ सो ब्युटिफुल है टुरिस्ट फल धेरैजना पाइन्छ नि माथिबाट हाल्यो त्यहाँ हेर्ने युट्युब माथिबाट केही देखिने हो केही देखिन्छ तर माथि फल देखिन्छ माथि गएको होला नि त्यहाँ चाहिँ त्यो डिस फल छ त्यहाँ चाहिँ डिस फल डिसको त्यहाँबाट पानी झरेको है त्यहाँबाट पानी आउँछ राम्रो छ जहिले आइरहने के हो जहिले आइरहने लास्ट गएर हामी चाहिँ भिडियो सिडियो गराउँछौँ देखाउँछौँ अरू सो गाइस हामी अहिले अर्को गुफामा आइसक्यौँ है माथिको गुफामा भन्दाखेरि डेभिस फलमा हाम्रो फोटोसुट हुने कार्यक्रम छ यतातिर भयो हाम्रो कुखुराको यो यतातिर भयो हामी सर त्यता हुनुहुन्छ हामी सबैजना यता हुनुहुन्छ हाम्रो यहाँ माथि छौँ अहिले हामी तल गुफामा गएर देखाएको तपाईँले चाहिँ तलबाट हो गुफा यहाँ छ यहाँ तल मात्रै त्यहाँसम्म हामी पुगेँ होइन त्यो उताबाट चाहिँ अब देखाउँछु मैले हाम्रो यहाँ छ मैले फोटोसुट हान्छौँ सो के अरे पोखरा हामी कहिले त्यहाँबाट दिदी होइन रमाइलो छ रमाइलो रमाइलो छ मजा छ केटा हो के छ त यस्तै हो घुम्नु पऱ्यो पानी परेको थियो कि तर यहाँ लास्ट गर्मी छ अहिले चाहिँ पोखरामा गर्मी नै लाग्यो हामीलाई त घुम्छौँ फोटोसुट हान्छौँ यस्तै छ जिन्दगी घुम्नु पऱ्यो पोखरातिर अन्त यहाँ न उतातिर खानु लाग्यो आज बस्ने होइन कि यहाँ कहाँ बस्ने हो त अब यहाँ उता छेउताल जाने होला छेउताल भोलेगाउँ भोलेगाउँ अनि तल गएर राम्रो लाग्यो एकछिन माथि भएन त्यही नै हो है अनि पानी झरेर चाहिँ डिभिस फलको हो यस्तै छ यतातिरको है देख्न सक्नुहुन्छ यही नै हो डिभिस फल भन्ने डिभिस फल भन्ने चाहिँ यही हो है आउन त मैले देखाइदिरहेको छु र अरे यता हो साँच्चै कहाँ यहीँ माथि देखाउँछु दुईवटा सब त 10 मेरो भ्लगमा बल्ल धेरै माया देखाइदिनु भुवन भ्लगमा भुवन के हो नाम भुवन भ्लग हजुर दाङबाट आएको सर कम्प्युटर सबलाई देख्न सक्नुहुन्छ यो हो डिभिस फल पोखराको पछि मेट आएन रुममेट चन्द्रेश रुममेट एउटा स्क्रिनसट हाल्नुहोस् यस्तो त्यसो गर त्यसो गरेर यस्तो कि त्यही हामी तल जान्छौँ तल गरेर हेर्छौँ यसरी त्यहाँ जान्छौँ एकचोटि हामी यहाँ अहिले यहाँ छौँ हामी एउटा तलबाट माथि आउनु माथि थियो म अहिले तल छु म तल छु यहाँ पहिला आउँदाखेरि त पानी थिएन केही पनि थिएन त्यस्तो आजको दिवस पानी रहेछ हेरौँ पानी छ र छन त अब कस्तो छ केटा भन्ने पनि कुरा हुन्छ है तलबाट देखाएको थिएँ मैले गुफाभित्र त्यो यही नै हो है पानी त्यो तल झरेर यही नै हो यही नै पानी देखियो एकदम तलबाट नजान क्या यही नै यही नै के देखिन यही नै हो के देखिन यहाँबाट यस्तै हो यतातिर यस्तै छ यस्तै हो ल यति डिभिस फल जहिले लगा मुटुमा चाहिँ छिराउने म तल जाला भने डर छ यही नै हो अब यही डिभिस फल त्यही हेर्नु अब यस्तो छ देखाउँछु म
सो गाइस जुनसम्म चाहिँ हामी चाहिँ अहिले यहाँ आइसक्यौँ है पोखरा आइसक्यौँ चाहिँ हामीहरू चाहिँ लेक साइडमा यो के भन्छ लेकमा हाम्रो बोटिङ गर्नु प्लान छ सबैजनाको होइन बुझ्योस् म यहाँदेखि जान्छौँ उतातिर बोटिङ गर्नु त मन्दिरमा त्यही नै हो एकछिनमा जान्छौँ यहाँदेखि त्यहाँ पूजासुजा गर्न त्यसपछि फेरि खानासाना खाएर फेरि भरेको जान्छ दामी छ तर यार सबैजना समय दामी भइरहेको सुगाइचल चाहिँ हामी अहिले पुण्डिगढ आइसक्यौँ पुण्डिगढको माछी बाजीको मूर्तिमा आइसक्यौँ है बस 1 घन्टापछि आइसक्यौँ यहाँ सबै घुमेर सबै नानीहरू छन् यहाँ सबैजना छन् यहाँ सबैजना छडेन मन्दिर सबैजना यहाँभित्र जान्छौँ पुण्डिगढतिर देखिन्छ भ्यू है यता छ यता त्यो भ्यू यतातिर पनि छ त्यता कतै त्यसरी हामी भित्र जान्छौँ सो गाइज हामी अहिले यहाँ छौँ केटा हो हामी अहिले यहाँ छौँ पोखराको ट्रेकिङमा छौँ अहिले पनि ट्रेकिङमा पोखराको डाँडा पुण्डिगढबाट ट्रेकिङमा छौँ हाम्रो के टिप्छ टिप्न त्यहीँ गाउँमा ट्रेकिङ गर्दै हामी तल बस पार्क गाडी पार्किङमा ठाउँ जाँदैछौँ ट्रेकिङ पनि भयो हाम्रो पुण्डिगढबाट हो त्यहाँसम्म चाहिँ क्याफे चाहिँ त्यो छ क्याफे वा केटिस यता न त दामी पोज अन्त यस्तो दामी पोज हुँदैन क्या ल त्यही नै हो हाम्रो यहाँदेखि झरेर तिम्रो कहाँ गयो फेरि ऊ छिटाउ के ओइ हामी यहाँबाट झरेर सिधै पोखरा तल जान्छौँ पोखरा तल गएपछि अब बोल्न चार्ज पनि छैन त्यही हो अब भिडियो यहाँसम्मको लागि यति नै हुन्छ अब यहाँ पछि आयो भने आयो आएन भने यहीँलाई अहिले नै यहीँ हो इन्ड भिडियो थ्याङ्क यू सो मच वाचिङ दिस माई भिडियो त्यही नै हो भिडियो स्किप नगरेर हेरिदिनु होला भिडियो आउँछ